स्वागत छ तपाईहरुले मेरो युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुले विशेष गरी सम्बोट लिपि जस्तै हाम्रो यो बोर्ड भाषा टिबेटियन अक्षर चाहिँ कसरी लेख्ने भन्ने त्यसको बारेमा म तपाईहरुलाई लेखेर देखाउने छु। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नु होला। व्यञ्जन वर्ण हामी हैन कसरी लेख्ने भनेर त्यसरी कसरी लेख्ने तरिका चाहिँ कसरी हो भने त्यसको बारे म सिकाउन जाँदै छु। तपाईहरु यो भिडियो चाहिँ विशेष गरी सम्बोट लिपि टिबेटियन अक्षर सिक्नेहरुले चाहिँ विशेष महत्त्वपूर्ण रहेको छ। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नु होला। फर्स्टमा रहेको छ का हैन, हामीले चाहिँ यस्तो भन्छ नि का। मैले अस्ति सिकाएँ तपाईहरुले हैन। यो का चाहिँ कसरी लेख्ने हो भन्दाखेरि सम्बोटमा पहिला उ त धर्को तान्यो, त्यहाँदेखि यता तान्यो, बीचबाट अलि लामो तान्यो, त्यहाँदेखि सिधै लामो तान्यो चाहिँ के बन्यो का भनेर बन्यो है। यसरी यो का भनेर पढ्छ हो, का भयो। दोस्रोमा रहेको छ खा। कसरी लेख्ने, उता तान्यो, यता तान्यो, फेरि यता ल्यायो, यहाँबाट सिधै मुनि तान्यो, यहाँबाट यस्तो गरेर अलि मुनि तान्यो, यो खा। त्यसै यसरी पढ्छ हामी खा भनेर है, खा भनेर पढ्नुपर्छ। अब रहेको छ घा, अलि ठुलो भएछ। घा चाहिँ कसरी लेख्ने भन्दाखेरि उता गर्यो, यता ल्यायो, मुनि ल्यायो, पिछबाट सिधै तान्यो, यहाँबाट सिधै तान्यो, यो घा। घा भनेर चिन्नुपर्छ है। यसरी घा भनेर पढ्नुपर्छ। घा चाहिँ यसरी लेख्नुपर्छ। अनि घा चाहिँ कसरी लेख्नुपर्छ भने फेरि उता गर्यो, फेरि मुनि ल्यायो, यहाँदेखि सिधै ल्यायो, यस्तो तान्यो है। घा, घा चाहिँ यसरी लेख्नुपर्छ है, यो घा हो। अनि च्या चाहिँ कसरी लेख्नुपर्छ भन्दाखेरि उता सबै उता तान्यो, यता ल्यायो, त्यहाँदेखि यहाँबाट सिधै घुमायो, यसरी घुमायो भने च्या हुन्छ है। हो यसरी लेख्नुपर्ने हुन्छ। अनि छ्या चाहिँ यसमा नै यहाँ गोलो बनाए, यहाँबाट पनि सिधा बराबर गोलो बनाउनुपर्छ छा है। छा भनेर पढ्नुपर्छ, यसरी लेख्नुपर्छ। झा चाहिँ कसरी लेख्नुपर्छ भने यहीँमै यता ल्यायो, यति मुनि ल्यायो, बीचबाट सिधा ताने के भयो झा, झा भयो है। झा यसरी लेख्नुपर्छ। अनि यहाँ कसरी लेख्नुपर्छ भन्दाखेरि अलि सानो गरौँ, यहाँ यस्तो गर्यो, यहाँबाट अलि यता ल्यायो, यहाँबाट फेरि मुनि ल्याएर यस्तो गरे हुन्छ, यहाँबाट सिधै ल्याएर यस्तो तान्ने, यस्तो तान्यो भने यहाँ भयो है, यहाँ। अनि ता, ता कसरी लेख्ने भन्दाखेरि उता तान्यो, यति अलि तेर्सो लग्यो, यहाँबाट सिधै ता है। ता चाहिँ यसरी लेख्नुपर्ने हुन्छ। अनि था चाहिँ कसरी लेख्ने भन्दाखेरि उता लग्यो, फेरि यहाँबाट यसो भित्र लग्यो, फेरि यहाँबाट यता ल्यायो, फेरि यहाँबाट अलिकति मुनि लगेपछि यहाँ सिधै तान्नुपर्छ, यो जोडेको हुनुपर्छ हो। यसरी था चाहिँ यसरी लेख्नुपर्छ, था। अनि धा कसरी लेख्ने भने यहाँ माथि यस्तो भइहाल्यो, अलि यता तान्ने, सिधै मुनि लाने, यो भने धा भइहाल्यो। जस्तै हामीले यसरी पढ्दैन होइन, धा भनेर धा। अनि ना चाहिँ यसमा नै यस्तो गरेर यहाँबाट यस्तो लग्यो हुन्छ है। यसरी लेख्यो भने फर्स्टमा यस्तो सिक्यो हुन्छ र अर्को पनि छ, भोलि यसरी लेख्न आएपछि चाहिँ अनि यसरी लेख्यो हुन्छ, यसरी लेख्नु भयो हुन्छ। लेख्ने तरिकाहरू छ, धेरै छ, यसरी लेख्नु भयो हुन्छ है। अनि ना चाहिँ यसरी लेख्नुपर्छ है, यहाँ नै यस्तो तानेर तान्यो भने ना हुन्छ। अनि पा चाहिँ कसरी लेख्नुपर्छ भने यो माथि अलिकति धेरै तान्नु हुँदैन, यस्तो गर्यो, अलि मुनि ल्यायो, यहाँबाट सिधै मुनि तान्यो, पा। यो पा यसरी लेख्नुपर्छ है, पा चाहिँ। अब फा कसरी लेख्छ भन्दाखेरि यसमा नै पा जस्तै लेखेर फेरि यस्तो गरेँ के भयो फा भयो है, फा, फा। अनि भा चाहिँ कसरी लेख्ने भने यसमा नै यस्तो तान्यो भने भा भइहाल्यो। यसरी बुझ्नुपर्ने छ, भा।
म चाहिँ कसरी लेख्ने भने यसमा नै यस्तो गरेर माथि गयो अलि माथि गयो यहाँबाट हैन अघि ना जस्तो ताने यसो गरेर अलिकति मुनि ल्यायो यहाँबाट सिधै यसरी लग्यो भने मा हुन्छ है मा चाहिँ यसरी लेख्नुपर्छ पाफा बा मा अब चा चा चाहिँ चालाई नै लेखेर चा जस्तै लेखेर यस्तो चा जस्तै लेखेर अनि माथिबाट अलि यस्तो गर्नुपर्छ चा चा भयो है यो चा हो चा होइन है यो चियाको माथि लाग्यो भने के हुन्छ चा हुन्छ टाउको टुपी यसो लाग्यो के हुन्छ चा हुन्छ है यसमा नै यसरी तान्यो भने के हुन्छ यो छा भयो है छा अब यसलाई नै यसो गरेर ज्या जस्तै बनाएर बीचबाट तान्यो ज्या भयो हैन यसलाई टुप्पो लाग्यो भने के हुन्छ जा भन्ने हुन्छ जा अनि वा अलिकति सानो लाग्यो यस्तो गर्यो यहाँबाट सिधै उता लग्यो त्यहाँबाट यस्तो ल्यायो हुन्छ यहाँ सानो यस्तो ल्याएर भा जस्तै सानो बास लेख्यो भने के हुन्छ वा हुन्छ है वा चाहिँ यसरी लेख्नु पर्ने हुन्छ चा छ जा वा अब लेख्नु पर्यो स्या स्या चाहिँ कसरी लेख्ने हो भन्दाखेरि पहिला उता तान्यो त्यहाँदेखि यहाँदेखि मुनि यसरी ताने है यसरी ताने यहाँ चाहिँ ना जस्तै अघिको यस्तो गरेर सिधै यसरी लग्यो हुन्छ सिधा लाने यो स्या भयो है स्या अब कसैले यसरी पनि लेख्छ अलिकति घुमाएर हैन यस्तो गर्यो स्या यसरी पनि लेखिन्छ हैन स्या चाहिँ यसरी लेख्नुपर्छ स्या अनि साले चाहिँ यस्तो लेखेर नै यस्तो गरेर बीचमा यस्तो गर्यो भने के भयो सा हुन्छ सा है सा स्या सा हाले कसरी नि यस्तो गर्ने अघि स्या आदि जस्तै ए हा चाहिँ यसरी लेख्नु पर्ने हुन्छ अब याले अब लेख्ने दुई तरिका छैन अब यसरी लेख्यो भने यस्तो घुमाएर यस्तो गरेर फेरि सेम यस्तो नै ल्याएर यतै ल्याएर यहाँ जोडेर यहाँबाट मुनि गरेर यस्तो गरे पनि हुन्छ एउटा चाहिँ अर्को कसरी लेख्छ कसैले एउटा दुईटा तीनटा राख्यो हैन बराबर हुन्छ तीनटा राखेपछि यहाँबाट यसो गरेर यहाँ लग्यो यहाँबाट यहाँ ल्यायो यहाँ जोड्यो यहाँबाट मुनि लग्यो यहाँबाट सिधै यसो ल्याएर भने लेखिन्छ कसैले है सजिलो हुन लाग्यो या भयो हैन अब रा कसरी लेख्ने भन्दाखेरि उता लग्यो यहाँदेखि यसो मुनि ल्यायो यहाँबाट यसो ल्याएर मुनि लग्यो भने के हुन्छ रा भयो है रा अनि ला चाहिँ कसरी लेख्नु भन्दाखेरि यस्तै लेखेर नै यस्तो गर्यो अझै हा सानो यसो गरेर यस्तो ल्यायो यस्तो गर्यो अनि अलि लामो मुनि लाने है लगेर चाहिँ त्यो जोड्ने ला है ला अब स्या कसरी लेख्ने कसैले यसरी लेख्छ कसैले चाहिँ यो दुई थरीको छ कसैले आफ्नो अनुसार हो कसैले यस्तो गर्छ यो सिधै यस्तो गरेर गोलो गर्यो यहाँबाट सिधै यतै ल्यायो हैन यहाँबाट यसो गरेर चाहिँ यसरी पनि लेखिन्छ कसैले स्या हैन स्या यसरी पनि लेखिन्छ कसैले सिधै लगिन्छ यस्तो गरेर चाहिँ लगेर चाहिँ यसो गरेर यसरी लेख्नु हुन्छ है दुई प्रकारको छ यो लेख्ने चाहिँ तपाईले कुन सजिलो लाग्छ त्यो लेख्नु भए हुन्छ र ला स्या अब सा कसरी लेख्ने हो भन्दाखेरि तान्यो यतै ल्यायो त्यहाँदेखि अलि मुनि लाने त्यहाँदेखि यहाँबाट मुनि लग्यो यसरी सा रा ला स्या सा यसरी लेख्नुपर्छ है हामी यसरी पढ्ने हो यो सा भनेर है अब आयो अब हा अथवा हा पढ्छौँ हामीले होइन त्यो चाहिँ कसरी लेख्ने भन्दाखेरि उता लामा लग्यो अनि यहाँबाट अलि यता ल्यायो अनि अलि मुनि लग्यो यहाँबाट चाहिँ सिधै यस्तो गरेर यस्तो गर्नुभयो के भयो यसलाई के भन्छ हा पर्ने हो
तर यो अहिले यो पढ्ने बेलामा काखा पढ्ने बेलामा व्यञ्जन वर्ण पढ्ने बेलामा चाहिँ हा भनेर पढ्नुपर्छ है हा। अझैको कतिपय मान्छे कन्फ्युज हुन सक्छ यसमा। यो दुईटै छ नि हैन, यो चाहिँ हा भनेर पढ्ने है, तर हेर्दा चाहिँ दुईटै एउटै देखिन्छ हैन, एउटै प्रकार लेखिन्छ, तर यो चाहिँ हा भनेर पढ्नुपर्छ, हा भनेर पढ्नुपर्छ हैन, यो चाहिँ हा भनेर पढ्नुपर्छ है। यो चाहिँ यो हा, यो चाहिँ हा भनेर पढ्नुपर्छ। अनि लास्टमा आ, यो मुनि गऱ्यो, यहाँबाट यसो घुमायो, घुमाएर 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 चटक्क सिधै ल्यायो, यहाँबाट उता लग्यो, उता लग्यो, एउटा सिधै ताने, ताने के भयो आ भनेर है, यसरी लेख्नुपर्ने हुन्छ। यसरी लेख्ने होला, यसरी लेखेर तपाईँले पढ्नुभयो भने सिधै छिट्टै पढ्न पनि सकिन्छ र अनि लेख्ने तरिका पनि तपाईँले राम्रो आउनेछ है। भिडियो मन परेमा सेयर, लाइक, कमेन्ट गर्न नभुल्नु होला। सिधै लेख।